birds flying high. You know how I feel. Sun in the sky. You know how I feel. Breeze drifting on by. You know how I feel. It's a new dawn. It's a new day. It's a new life for me. And I'm feeling good. I'm feeling good. सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली 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 जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरू दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो तपाईँले त्यसले एकदम सम्हालेर राम्रो खास गरी अर्को छोरी तिमीसँग जुग जानेको लागि आएको त जुग जाने तिमी है यो नबोल्नु हामी त आज यही उमेर छ भोलि कता जान्छ यो कुरा त अब तिमीहरू तिमी यो जिन्दगीमा सँगै बाँचौँला यो समयमा नजिकिने प्रयासहरूमा अङ्गालोमै बाँधिराखौँला तिमीलाई म तिमीलाई म
आज किन सपनामा झुकी जस्तो लाग्दैछ आज किन सपनामा झुकी जस्तो लाग्दैछ म त तिम्रो बेहुला तिमी त मेरो बेहुली बेहुली बेहुली
अब हाम्रो चालचलन अर्कै होला तर एक बनाउनुको लागि चालचलन एक बनाउनु लागि रोटी एउटै पैसा एउटै त्यो बनाएको कारण हामी एउटै हो जसरी मिलिजुली बस्नु राख्नु सक्नु यसरी चाहिँ कुरा छ किनभने हामीले दुःख साथ दुःख पायो भने रुनी होइन सुख पायो भने हामी दुःख सुख मिलाएर गोद्रा छ गोद्रा सार्ने हाम्रो छामा हिँडेसा सार्ने यहाँ चाहिँ पुग्दैमा नि सर बोला न मैं तो मत जी तो मत हाँ गोसाने ये जमीन चाहिँ औसमा पुग्दै नि सर बोला तर कोलमै नि सर ढुङ्गे काम सिक्नु पर्ने गराउनु पर्ने जान्नु पर्ने भोटानी त कामी पनि छ डोमै पनि छ बाहुन पनि छ आशैमा फोनै हो नि त्यसो कुरा सिक्नुपर्छ त्यही समय यहाँ कोही मलाई त फोनमा कोही झोमियो त्यस्तो कुरा छ तर त्यही समय पुजमा नेसारबाट तर फोनमा नेसार झोमियो यस्तो कुरा सिक्नुपर्छ जान्नुपर्छ किन म बुढो मान्छे उता गोर्खामा पुगेर साउता पुगेर कास्के उतातिर गएर सिक्ने सबै पुगेछ यस्तो काम हेरेको छु कता के गर्दो रहेछ कसो गर्दो रहेछ भने सब हेरेँ देखेँ त्यसो भएर चाहिँ न्यौलाम त्यो गोद्रा सार्ने भयो नेसा सार्ने नेसा वचन नेसर मलाई तर के जमिन आयो भने तपाईँको यही नेसा किनभने चुङ भाषामा हामी नेसा छ बाहुन भाषामा 12वटा गुरु छ तिनीहरूको बुझ्नुमा छ कथा कहानी यसरी बुझ्नुपर्छ तिम्रो छोरा र तिम्रो छोरी र मैले दिएको छोरा र छोरी आफ्नो सम्झेर राखिदिनु हो है यति भन्दै अब के गरौँ भने अब तपाईँहरूले त्यो मलाई जिम्मल फलकमा छ चिन्ता नगर्नुहोस् तपाईँको छोरी हाम्रो छोरी हो हाम्रो छोरीको रूपमा ढुक्काउनुहोस् हाम्रो बुहारी हाम्रो छोरी बराबर हो है तपाईँ ढुक्काउनुहोस् देउताहरूलाई जहिले खुसी पूर्णलाई रक्षा गर्नु तपाईँले त्यसले एकदम सम्हालेर राम्रो खास गरी अर्को छोरी तिमीसँग जुग जानेको लागि आएको छ जुग जाने तिमी त्यसमा राख है यो नबोल्नु होला हामी त आज यही उमेर छ भोलि कता जान्छ थाहा हुनु यो कुरा त भन्नु अब तिमीहरू
गोर्खे खुकुरी जादु हाल्यो गुरुसैनी छोरीले हालिहाल्यो मायालो दोरीले गोर्खे खुकुरी लाउरे कम्मारमा मन जित्यो मायाले कहिले नमरमा गोर्खे खुकुरी हैको 1000 त दिनै पर्यो फेरि अलिकति बेइमानी हुन्छ है हैको 1000 पनि हालेकै छु है अनि 5 ल ल पैसा आयो खै यो थाहा पनि नाले ल ल ल ल भए
सबैको भाग दिइसक्यो अब बोझलाई लगाउनै त पर्दैन कतिजना हो ठिकै अब यो चप्पल दिँदा तपाईँले पैसा माग्ने यो चप्पलको पैसा तिनजना गाउँलाई पाउनु पर्छ पैसा त्यति थियो राधा पैसा पैसा भएका त्यही हो क्या भाग्ने त्यही हो यो त मैले दिएको क्या मलाई त्यसो गरेर देऊ भन्थ्यो त्यसो भन्दा मैले कता कता गयो यसरी हेर्ने हेर न देउलाले नहाले हुन्न भन्यो देउलाले दिनुपर्छ अरे 10 रुपियाँ दुलाले हाल्नुपर्छ अरे भाइ 10 रुपियाँ हालेर हुँदैन 10 रुपियाँ एउटै हो अब 10 रुपियाँ हाल्नु पर्छ कस्तो होइन आमाहरूले मान गर्नुपर्छ 500 हालिदियो ल अब सबै चिन्नु सुन्नु यो बुहारीकोबाट 500 ल बाई बाई आमामा कतिखेर भइसक्यो छनु त हो कसरी भयो त पैसा हो सबै बर यो त जम्मै जाइगयो हेर्नु भयो छिटो छिटो उठाइदिए हामी त गइहाल्छौँ नि आम्मा बोले त जिउ त झन् दिइहाले ए त्यत्रो नहाल्न
सधैँ सुखले सुख शान्ति होस् आपत केही नआओस् जस्तो विपत्तिमा पनि साथ पनि मान्छे पाल्नु पऱ्यो नि त्यसलाई मलाई विपनीमा भने साह्रै नै सताई रहन्छ भोलि सबै गुम्सिएर बसिरहेछ मनभित्र लेखिरहेछु यो गीत तिम्रै प्रतीक्षामै म त समय मैले बुहारी ल्याएको छु म पाल्छु आउनुहोस् हेर उसै गर्दिन अरे निस्किनु Berani ngol shone ngala tagimo ngai maya jatan le themino ngala bindimo ngai maya jatan le themino ngala bindimo ngala maya hirani moti aangi
ngala maya ta bhanda chabamo तपाईँहरूको नौ वैवाहिक जीवन एकदम सुखमय आनन्दमय होस् भनेर सबैको तर्फबाट यही शुभकामना र आशीर्वाद छ अनि बधाई छ। सँगै फुपू र अमुलाई पनि एकदम धेरै धेरै बधाई छ। अब तपाईँहरूको नौ दम्पति जीवन एकदम सुखमय आनन्द भएर जाओस् है, यही सबैको शुभकामना छ है। हाम्रो यो चेलीबेटी समूहबाट तपाईँलाई यो एउटा उसले दिएछ, एउटा म लगाइदिन्छु यहाँबाट। तपाईँलाई सम्पूर्ण चेलीबेटीको तर्फबाट फुल बन्द गर्न होइन आजको यस शुभ दिनमा शुभ घडीमा मेरो फुपू छोटी राजा साथै बहिनीलाई हामीले माया सिवाय अरू के दिन सक्छौँ र फेरि पनि आज हामी लकडाउनको हाँगा अथवा मेरो पुरा गाउँ आग्रामको तर्फदेखि र हामी सबै मेरो आमाहरू पूजनीय आमाहरू र दाजुहरू र हामी एकै ठाउँमा आएर हजुरहरूलाई यस शुभ दिनमा शुभ घडीमा शुभकामना टक्राउन चाहन्छु। आजको दिन शुभ होस्, हजुरहरूको दाम्पत्य जीवन सुख रहोस्। मेरो फुपू आउनु, मेरो फुपू दाजु उहाँहरूको जिन्दगी पनि राम्रो होस्, सदैव सुखमय रहोस्, सदैव सबैले सम्मानित होस् भन्ने शुभकामना सहित आज मेरो अग्राङ आमा टोलीका अध्यक्ष भाइको कुमारी गुरुङ साथै अग्राङ दाजुभाइका अध्यक्ष श्री गुप्तबहादुर गुरुङको हातबाट सानो हाम्रो शुभ कामनाको सानो ग्रहण गरिदिनु हुनको लागि म अनुरोध गर्न चाहेँ। यसमा मेरो पूजनीय आमा भाइको कुमारी गुरुङबाट खाता लगाइदिनु हुनेछ र उहाँहरूको शुभ दिन रहोस्। सबैले एकचोटि माया जतनले थेमिनो ngala bintimo ngai maya जतनले थेमिनो ngala bintimo ngala maya marani chadi aangi ngala maya hirani moti aangi ngala maya marani chadi
திருமண கொண்டாட்டம்